काठमाडौँको जाम सधैँका लागि अन्त्य गर्न मेट्रो रेल सञ्चालन गर्न बालेन सरकारले सुरु गर्यो गृह कार्य अध्ययनका लागि करोडौं बजेट छुट्याउँदै। दर्शकबिन प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले काठमाडौँ उपत्यकाको दीर्घकालीन ट्राफिक समस्या समाधान गर्न मेट्रो रेल सञ्चालनको गृह कार्य औपचारिक रूपमा अघि बढाएको छ। राजधानीको बढ्दो सवारी चाप, अव्यवस्थित सार्वजनिक यातायात र दैनिक जामको समस्या समाधान गर्ने लक्ष्य सहित सरकारले मेट्रो रेल परियोजनालाई प्राथमिकतामा राख्दै विस्तृत अध्ययन प्रक्रिया सुरु गरेको हो। राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयले बहुवर्षीय आयोजना अन्तर्गत मेट्रो रेल सञ्चालनका लागि विस्तृत अध्ययन तथा सम्भाव्यता अध्ययन गर्न बजेटको स्रोत सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयले रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना शीर्षकमा 32 करोड 37 लाख 92 हजार रुपियाँ बराबरको स्रोत सुनिश्चितताको सहमति प्रदान गरेको जनाएको छ। सरकारको निर्णयसँगै काठमाडौँमा मेट्रो रेल सञ्चालनको बहुप्रतीक्षित योजना व्यावहारिक चरणतर्फ अघि बढेको छ। स्रोत सुनिश्चितता प्राप्त भएसँगै चालू आर्थिक वर्षभित्रै विशेष गरी आगामी असार महिनाभित्र सम्भाव्यता अध्ययनका लागि अन्तर्राष्ट्रिय स्तरको टेन्डर आह्वान गरिने तयारी गरिएको छ। अध्ययन मार्फत मेट्रो रेल सञ्चालनको सम्भावित रूट, लागत, प्राविधिक संरचना, वातावरणीय प्रभाव तथा यात्रु व्यवस्थापन बारे विस्तृत विश्लेषण गरिने बताइएको छ। सरकारले गत सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा विद्युतीय मास ट्रान्जिट सिस्टम विकास गरी सार्वजनिक यातायातलाई भरपर्दो, व्यवस्थित र आधुनिक बनाउने घोषणा गरेको थियो। मेट्रो रेल सोही विद्युतीय मास ट्रान्जिट प्रणाली अन्तर्गतको मुख्य परियोजना हो। काठमाडौँ उपत्यकामा जनसङ्ख्या र सवारी साधनको अत्याधिक चाप बढ्दै जाँदा सडक विस्तारका प्रयास मात्रै पर्याप्त नभएको निष्कर्ष सरकारको छ। सडक फराकिलो बनाइ पनि सार्वजनिक यातायातको प्रभावकारी विकल्प नहुँदा ट्राफिक जामको समस्या झन जटिल बन्दै गएको छ।